बोयफ्रेन्ड गफाडी भएको राम्रो कि गफाडी नभएको राम्रो? खै म त गफै दिइरहेको हुन्छु त्यही भएर सायद गफै दिने गफ दिने बोयफ्रेन्ड राम्रो है। बेटा मन में लड्डू फूट। तर बाइ द वे मेरो बे भइसक्यो क्या। ओके मेरो 2टा बुढी छ घरमा। ह हो दुईटा हजुर। यति सानोमा तर एउटा बुढीलाई एउटा बुढी छ भने थाहा छैन, अर्को बुढीलाई अर्को बुढी छ भने थाहा छैन। नाइस तर यस्तो गर्नु राम्रो हो र हैन होला नि? यस्तो गर्नु राम्रो हो त नि? हैन होला हो त नि झन् अब सबैले म जस्तो सोझो इमानदार केटा पाओस् त नि, त्यो राम्रो होइन त? अनि घरमा थाहा छ त? त्यही भने त एउटा बुढीलाई एउटा बुढी थाहा छैन, एउटा बुढीलाई एउटा बुढी थाहा छैन। अनि यो कुरा चाहिँ घरमा थाहा छ किन त मम्मी बाबालाई? मम्मी बाबालाई पनि थाहा छैन। मम्मी बाबालाई बुढी छ भने थाहा छैन फेरि। ए प्रभु अनि 4वटा गर्लफ्रेन्ड पनि छ फेरि। उफ्स त्यो गर्लफ्रेन्डहरूलाई बुढी छ भने थाहा छैन। तर मेरो अनुहार हेर्दा त्यस्तो लाग्दैन नि है? नाइ एउटा बोयफ्रेन्ड एउटा गर्लफ्रेन्ड नै छैन जस्तो अनुहार छ नि मेरो है। खै